अनि हार्ट फेल भएको छ भनेर सुनिराख्नु भयो होला नि तपाईँले, मुटुले कामै गरेन फेल भएको छ भनेर। त्यो भन्नुको अर्थ के हो भन्दाखेरि चाहिँ यो मुटु भयो, ठिक छ, यो मुटु एकचोटि यसरी खुम्चियो भने यसमा भएको 100 ml यदि रगत छ भने यसले 50 ml बाहिर फालिसक्नुपर्छ कम्तीमा है। अनि तपाईँको यदि मुटुले एकचोटि यस्तो खुम्चेर पम्प गर्दाखेरि चाहिँ 50% भनेको चाहिँ त्यही 100 मा 50 ml फाले छैन, जम्मा 40 ml फालिदिरह 35 ml फाले भने त अनि त्यस्तो कन्डिसनलाई चाहिँ हार्ट फेलियर भएको भनेर बुझिन्छ है। यस्तो भयो भने अनि त्यो जुन फोक्सोबाट आएको रगत हुन्छ नि त्यो रगत पुरै जम्दै जम्दै जाने भयो कि ब्याक हुँदै जाने भयो। एउटा कुलो छ ल फर इक्जाम्पल है, त्यो कुलोमा तपाईँले अगाडि बाँध लगाइदिनु भयो भने त्यो त पानी भरिँदै जान्छ नि त। त्यो भरिँदै फोक्सोमा आएर जम्मा हुन थाल्छ क्या त्यो पानी। अनि त्यहाँदेखि स्यास्या हुने, उकालो चढ्न नसक्ने, अनि धेरै खकार आउने, त्यसमा रगतहरू आउने, यस्तो अनि हुनसक्छ। अनि यस्तो बेलामा चाहिँ तपाईँले पानीको मात्रा 1.5 लिटरभन्दा बढी चाहिँ नगर्ने, दालहरू सबै जोडेर, अनि औषधि चाहिँ जुन दिएको हुन्छ तपाईँले पिसाब बढाउने औषधि दिनुभएको हुन्छ, त्यसपछि मुटु जोगाउने औषधि हुन्छ, मुटुको चाल कन्ट्रोल गर्ने औषधि हुन्छ, कोलेस्ट्रोल कन्ट्रोल गर्ने हुन्छ। यो औषधिहरू चाहिँ रेगुलरली टाइमली खाइराख्नुपर्छ है। अनि अलिकति आफूलाई लाग्यो एउटा कुनै औषधिको डोज मिस भएको छ भने चाहिँ पानीको मात्रा अलिक कम गरेर अनि त्यो औषधि ल्याएर तुरुन्तै खाइहाल्ने। स्यास्या अलिकति बढे जस्तो लाग्यो भने चाहिँ डाक्टरलाई भेटिहाल्नुपर्छ है त्यो। अनि त्यसको पिसाब बढाउने औषधिको डोज अलिकति बढाउनु पर्ने हुनसक्छ है।